गाइजहरु नमस्ते, हजुरहरुलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ मेरो डे आउट अनि म चाहिँ आज घुम्न लागे। आज चाहिँ हामी सनफ्लावर हेर्न जान लागेको साथीहरु, म अनि हाम्रो साथी। हेलो हाई। अनि हाम्रो यहाँ ड्राइभर जी हुनुहुन्छ हैन, के भन्नु लाग्नु पर्यो भन्नुस् त। कहाँ झर्नुहुन्छ हजुर भन्नु चाहिँ पहाड चाहिँ सिकाउन राख्नु रमाइलो छ साथीहरु। यसो हजुरहरुलाई म अगाडिको भ्यू देखाउँछु के कस्तो राम्रो लाग्यो के यो बादलु हेर्नु न। ओ माय गॉड कति राम्रो देखिएको। अनि त्यही भएर हजुरहरुलाई पनि देखाउँ भनेर चाहिँ यसो ब्याक क्यामेरा गराइदिइहालेको साथीहरु। बाइ बाइ। मलाई त कस्तो यो बादल के त्यहाँ पुग्न मन लाग्यो नि। हेलो हेलो साथीहरु, एउटा कुरा चाहिँ भन्नु बिर्सिछु क्या है, म चाहिँ सुशान्त केसीको एकदमै ठुलो बिग फ्यान क्या। म मात्र होइन, उहाँ पनि है, अनि उहाँ पछाडिको उहाँ पनि एकदम बिग फ्यान। हजुरहरु पनि बिग फ्यान हुनुहुन्छ भने एउटा मिठो कमेन्ट गरिदिनु ल। अनि उहाँ सुशान्त केसीको सबभन्दा बढी मनपर्ने गीतहरूलाई चाहिँ कुन चाहिँ हो कमेन्ट गर्नु होला है त। गाउन मन लाग्यो क्या साथीहरु, त्यही भएर सँगै गाउनु पर्यो है भन्नुपर्ने मान्छे हो क्या। ओ माय गॉड साथीहरु, यस्तो जंगलको बीचमा नि मान्छेहरुको बस्ती रहेछ क्या, अनि घरहरु रहेछ क्या है। अनि मलाई चाहिँ मेरो मनमा लागेको अचम्म के यहाँको मान्छेहरु पनि बच्चा बच्ची होला नि, पढ्नलाई कहाँ जान्छन् होला के। गाइजहरु चाहिँ अब गाडीबाट झरेर अनि हिँडेर है, मैले छाता ओढेर हिँडेको फिटिक्क मन परेको छैन फेरि मेरो बुढोलाई। हे भगवान्, धानबारी देखाइदिएको है मैले ब्याक क्यामेराबाट। यस्तो बारीको बादल, वा धानबारीसँगै रहेछ कि हिमावरी। ल त्यता दुईवटा टुन्थ्यौँ अगाडि फाइनल्ली आइपुग्यो। गाइजहरू ल्याउनु कस्तो नराम्रो देखिएर अनि रियलमा त खतरा राम्रो छ। ल गाइजहरू फाइनल्ली आइपुग्यो होइन। अनि एउटा खुल्ला चाहिँ जुङ्गाले राम्रो देखाइदिन्छ क्या यस्तो गरेर। वा कस्तो राम्रो देखेको, सबै एउटै दम तरिका छन् र के भन्छ। वा हेलो गाइजहरु, वाउ मेरो दिमाग चाहिँ हो क्या छाता बोकेर आउनु है। ओ माई गॉड, आफूले आफैलाई सम्झेर यस्तो थ्याङ्क्सफुल छु क्या। एउटा नमुनाहरूको पनि हेर्नु, यहाँ भिडियो खिच्ने पर्कोलाई पनि चलिरह यस्तो गर्दै। त भन्दा त मेरो के अरे फोटो खिच्ने क्या। यहाँ अर्को नमुना। हाई हेलो। वाउ ल हेर्नुहोस् न यहाँ उहाँ सर। ओ माई गॉड रमाउँदै हुनुहुन्छ, के गरौँ कसो गरौँ। हेलो गाइजहरू, अहिलेसम्म यसरी बसिरहेको छु। अनि तर आँखा केही पनि देखियो भने कस्तो आँखा केही पनि देखियो होइन। हामीले सबै आफ्नो दुनियाँमा हेर्दै कोही फोटो खिच्दै। गाइजहरू हेर्नु, उहाँले चाहिँ मेरो ब्याग मजाले भिरेर बस्नु। ए बुढो आई लभ यु। आई लभ यु चाचा के हो। हाई हाई, म त जता गएँ नि यो आकाश चाहिँ कति राम्रो लागेको क्या आज। ल राम्रो त कस्तो देख्यो थाहा भयो नि त। फनक्क घुमाएर देखाउँछु साथीहरूलाई हेर्नु। यहाँ तल सूर्यमुखी फुलहरू पनि अगाडि। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा साथीहरूलाई धेरै धेरै धन्यवाद साथीहरू। फेरि पनि नयाँ भिडियोको साथ हजुरहरूमा चाहिँ उपस्थित हुनेछु। बाई बाई है त।